सबैलाई देखाउने हो यी खै यता हेरेको तिमीले त हेर्ने हैन छोटा मान्छे अहिले जाने हामी चाहिँ फुलबारीमा छौँ यहाँ हेर्न सक्नुहुन्छ यता चाहिँ के लिइरहेको छ गरे चटपटे चटपटे खाने मान्छे त एउटा दुईटा तीनटा मलाई चाहिँ कोक मात्र ल्याइदिएछ यिनीहरूले यो चिज बोला नि यही त खाने होला नि मैले ओहो मजा आएको छ यता त पानी यस्तो दामी ल हामी चाहिँ अब एकछिन यता घुम्छौँ हेर्नु के छ भित्र गएर है यस्तो यस्तो पनि हेर डिजाइन चाहिँ खतरा यसको चाहिँ पुरा पानी दिइरहेको छ है यहाँ चाहिँ ओ यहाँ रहेछ हिरन मिर्गो हेर न एउटा सानो मान्छे यहाँ दुगेर हिँडेको लोड छ लेभल थाहा पाउँछ यसले यसलाई पनि ऊ त्यहाँ भित्र हाल्दै यसलाई पनि तल पनि रहेछ यहाँ कता खै कस्तो च्याउ हो खाने कि नखाने बादर पनि हेरिन अब अगाडि अरू के छ यहाँ त खाली रहेछ त्यसमा त खाली पुरै अजिगर सर्पो रहेछ यहाँ हेर्नु कति ठुलो हो यसले त निल्छ भयो एउटा मान्छेलाई त ओहो त्यहाँ झन् ठुलो रहेछ यार खै झोला समात न झोला वाप्रे कति ठुलो त्यो भित्रको बनेल हेर्न सक्नुहुन्छ त कति ठुलो हो चाभित्र सुन्दैन अरे कति धेरै हो यसमा चाहिँ तलसम्म बच्चाहरू पनि रहेछ कति यही भित्रबाट सुत्ने फेरि कति धेरै हाँस पनि यो ल हिँड ल माथि ल उता पुगिसक्यो दुईजना चाहिँ अब यो दुईटा बच्चा ऊ त्यो बुढी होला त बुढा के स्याल हो त्यो हो स्याल त त्यहाँ थियो त्यो त मिर्गो होला क्या के हो यति पहाड मात्रै यति पनि आधा मात्रै के छ यसको यो अगाडि ए यता पनि रहेछ उता पनि थियो अनि यता पनि रहेछ बच्चा पनि है सानो सानो ल हामी चाहिँ अब आधा त घुमिसक्यौँ अब आधा यसो घुम्छौँ फेरि कता कता के छ हेर्छौँ
बहादुर चाहिँ खतरा है। पानी रहेको छ यता। ल हामी अब घुम्दै आउँछौँ। कति के छ अब यसो हेर्छौँ अनि त्यहाँ अब भित्र गएर अनि भित्र जान्छौँ एकचोटि यहाँ अनि फोटोसुट गरेर अनि बल्ल लाग्छौँ घर है। यतै यहाँ फोटोसुट गरेर जाने गरे। यस्तो फुल पनि के हो यो? फुल हो कि पात हो यो? यस्तो के खतरा त यहाँ त यार। ओहो ल अब यसमा खेल्न जाने यहाँ डिसाइड हुँदैछ। अब जान्छ कि जान्न। अब को जाने खेल्न? ल यता हेर त। ल को जाने खेल्न? यस्तो हो यो। अरू पनि रहेछ तल उता के हो? पानी पनि पर्न लाग्यो। अब जाने घरतिर है। धेरै खेल्ने चिज त छैन अब त्यत्तिकै। खतरा छ है पानी चाहिँ यसमा। छल आवाज चाहिँ खतरा है माथि। गोल घर गोल। ल अब हामी चाहिँ घरतिर फर्किँदैछौँ। यस्तो हेर चिम्टी हेर, पंखा हेर, खेलौना हेर। ए दा गर दा अब दा गरे। ए सानो मान्छेले फेरि त्यत्रै चलाउँछ कि हैन? खै ओहो आवाज छ। अब तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? हामी चाहिँ अब तल झर्दैछौँ बिस्तारै। चिम्टी हेर्ने गरे किन ल ल पंखा देखाउ तिम्रो पंखा यता के। ओहो पंखा त पुरा चाइनिजै बन्ने क्या। हामी चाहिँ अब तलै आइपुग्ने लाइनमा यहीँ छ बाटो चाहिँ। अब यहीँ अब त्यहाँबाट अटो समातेर हामी चाहिँ जानुपर्ने हुन्छ उता आफ्नै घरतिर बेलबासतिर। बाटो चाहिँ यहीँ छ अब मेन रोड। ताके ल ल यहीँ भक्कै अघि आइ यहाँ सेन्डी घरमा बसेको एकछिन। यता चाहिँ लुकेर बसेको। यता चाहिँ हाम्रो नातिनी है दिनकर। यिनीहरू लिएर आएको यस्तो अरू जुत्ता खाऊ अर्को कमरामा चाहिँ दिदीहरू किचन रुम। चामल पनि थुप्रै लिएर आएको बोरा पनि यस्तो छ। अनि यहाँ चाहिँ बाथरुम रहेको छ। त एउटा रुम छ, दुईटा बेड। अब हामी चाहिँ यो नास्ता खाएर हामी चाहिँ लाग्छौँ माथि पुग्न छ फेरि 5 मिनट कति लाग्छ जानलाई। एउटा यता छ के खोज्न छ। अब हामी चाहिँ लाग्छौँ माथि। पैसा
$14-20 पैसा हाम्रो माझी हुनुहुन्छ यता अनि हामी चाहिँ अघि नै आइपुगेको थियौँ अनि कपडा खोलेर अनि यसलाई चाहिँ हामी पैसाहरू गर्दैछौँ है यो पैसा ओहो सानो मान्छे यता खेलेछ ए यता बाहिर चाहिँ कुखुरा छ फारम यता यस्तो पैसा गिन्दैछ झेउडा चाहिँ सबै बिहाको पैसा यो 10-को 20को यस्तो गर त्यो चाहिँ अब चाहिँ साँझ पर्न लागेछ 6 बजिसकेछ हामी चाहिँ आएको 10-15 मिनट जति भयो त्यता चाहिँ बाटो यस्तो छ है दुईजना अगाडि हिँड्छ त छ हाम्रो झामाको घर हाई गर्दे के गरे तिम्रो नाम ताहान दादा हो बाबाको नाम के गरे यता हेरे भने यता हेरेर बाबाको नाम के गरे मेरो भान्जी त चाहिँ हाम्रो झामा बसिराख्नु भएको छ त अब म चाहिँ भ्लग यति नै गर्नेछु अब यहीँ के कस्तो लाग्छ यसो हेरेर सुझाव दिनु होला के कस्तो लाग्छ अब नेक्स्ट भ्लग फेरि आउनेछ अब अहिले चाहिँ यति नै गर्नेछु ल बाई बाई